आजको दिनमा जेनजी आन्दोलन भयो। जेनजी आन्दोलनको स्वामित्व लिने, सबैभन्दा स्वामित्व लिने यो देशको दल कुन हो? रासोपा हो। उसले जेनजीहरूले उठाएको मागको सम्बोधन गर्छु भनेको छ। त्यसका एकजना आशा गरेका पात्र बालेन हुन्। समानुपातिक लिस्टमा हेर्नुहोस्, जेनजीका घाइतेहरू छन्। उम्मेदवारहरू हेर्नुहोस्, मनिष खनाल नेताहरू, भाइहरू जो जेनजी आन्दोलनका नेताहरू हुन्, उहाँहरू उम्मेदवार हुनुहुन्छ भन्दा समानुपातिक प्रत्यक्षमा जेनजी आन्दोलनका एजेन्डाहरू छन्, जेनजी आन्दोलनका नेताहरू छन् भन्दा मैले अघिदेखि भनिरहेको छु। जेनजी आन्दोलनलाई संस्थागत गर्न हुँदै गरेको निर्वाचन भनिसकेपछि मैले त एक लेभलमा मेरो ठाउँबाट हेर्दाखेरि कुन दलले बढी गरेछ? एमाले त पुरै विरोध गरेछ, कङ्ग्रेसले हाफ ओन गरेछ। मैले मेरो पर्सपेक्टिभबाट हेर्दाखेरि गगनजीले राम्रोसँग भन्नु त भएको छ, तर यहाँ चाहिँ मैले उम्मेदवारहरू नै देख्छु के होइन। बालेनदेखि लिएर मनिष खनालदेखि लिएर हाम्रो प्रकाश बोहराजीदेखि लिएर जो सिम्बोलिक जुत्ताको उम्मेदवार होइन, अहिले समानुपातिकमा हुनुहुन्छ, उहाँहरू सबै देख्छु भन्दा मैले त एजेन्डाको लागि भोट हाल्ने। आज त्यो एजेन्डा रासोपाले बोकेको छ, त्यही भएर मेरो रासोपालाई समर्थन। एक